बदमाश विद्यार्थी जसरी अनेकन हरकत गर्ने, बच्चा जसरी लिडे ढिप्पी कसिरहने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बुधबार पनि प्रतिनिधि सभाको बैठकमा तमासा देखाएका छन् कि प्रधानमन्त्रीलाई बोलाऊ कि मलाई संसदबाट निकाल भन्दै सभामुख डीपी आर्यालाई चुनौती दिँदै बैठकको सुरुमै रमिता प्रदर्शन गरे ताकि प्रधानमन्त्री बालेन शाह जेठ 19 गते संसदमा आएर सम्बोधन गर्ने विषयमा मंगलबार नै संसदमा जानकारी गराइसकेको अवस्था छ। के न्यू पाऊ र सरकारको विरोध गरिरहँ भने झै गर्दै आएका हर्कले पछिल्लो समय एकरो प्रधानमन्त्री खोइ भन्दै संसदमा तमासा देखाइरहेका छन्। अनावश्यक रूपमा बालनको विरोध गरेरै आफ्नो समय र ऊर्जा सिद्ध्याइरहेका छन्। बुधबार उही पुरानै कुरा दोहोर्याउँदै संसद बैठक नै छाडेर हिँडेका छन्। प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित गराउन सभामुख डीपी आर्यालले रुलिङ नगरेको भन्दै उनले बुधबारको बैठक बहिष्कार गरेका छन्। 31 को 1 पनि लागू गर्न सक्नुहुन्न भने म आफै निस्केर जाँदैछु। यहाँलाई अल द बेस्ट। यो दैनिक जसो यो गरिराख्न आवश्यक छैन। अब यो हामीले प्रश्न सोध्न पनि नपाउने, सम्बन्धित मन्त्रीले उत्तर पनि नदिने, 1 महिना धेरै भइसक्यो हामीले प्रधानमन्त्रीज्यूलाई खोजेको। अब यहाँले मलाई पनि रुलिङ गर्नु नपर्ने, अब प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्न सक्ने कुरा पनि भएन होला। त्यसो भएको कारणले गर्दाखेरि म चाहिँ अहिले निस्कनु पर्यो। हार्दिक शुभकामना छ। शुभ दिन। म चाहिँ निस्केँ है त। बुधबार संसद बैठक सुरु हुन साथ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उठेर पर्चा देखाए। त्यसपछि सभामुख डीपी आर्यालले उनलाई बोल्न समय दिए। हर्कले प्रतिनिधि सभा नियमावली 15 को 2 अनुसार प्रधानमन्त्रीलाई संसदमा आउन रुलिङ गर्नुपर्ने माग गरे। यदि रुलिङ नगर्ने हो भने नियमावली के 31 को 1 अनुसार आफूलाई संसदबाट निकाल्न उनले सभामुखलाई चुनौती दिए। यहाँले 15 को 2 अनुसार प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको 31 को 1 लागू गरेर मलाई यो सदनबाट निष्कासन गरेर यहाँहरूले यो सदनको गरिमा बढाइदिन हुन म अनुरोध गर्दछु। यो दुईटामा एउटा म माग गर्दछु कि त 15 को 2 प्रयोग गरेर प्रधानमन्त्रीज्यूलाई ल्याउनु पर्यो, होइन भने 31 को 1 प्रयोग गरेर मलाई आजको बैठकबाट निष्कासन गर्ने आदेश यहाँले दिनु पर्यो। दुईटामा एउटा गर्नु पर्यो। म आज रिसाउनेवालामा पनि छैन, कराउनेवालामा पनि छैन। यहाँको मजबुरी बुझिराखेको छु मैले, यहाँको पनि बाध्यता छ। तर यो सदनको गरिमा यसरी कायम हुन सक्दैन। कि त प्रधानमन्त्रीज्यूलाई यहाँले बोलाइदिनु पर्यो, होइन भने त निस्केर जा भनेर मलाई भनिदिनु पर्यो। म अलिकति बदमास विद्यार्थी जस्तो पनि देखा परिरहेछु। सबैजना हाँसी पनि राख्नु भएको छ। यो दुईटा मध्ये यहाँले कुन चाहिँ नियम आज लागू गर्नुहुन्छ, म यो कुरा राख्न चाहन्छु सभामुख आर्यालले भने यस विषयमा हिजो पनि आफूले संसदलाई जानकारी गराएको बताएका थिए। संविधान नियमावली र अभ्यास हेर्दा हलमा सभामुखलाई रुलिङ गर्न निर्देशन दिने अभ्यास छ जस्तो लाग्दैन। सभामुखको भनाइ छ सभामुखले उचित ठानेमा त्यसको निर्णय लिने सभामुखको जिम्मेवारी होला। मान्य सदस्यहरू, नेपालको संविधान, हाम्रो नियमावली, हामीले गर्दै आएको प्र्याक्टिस, यी सबैलाई हेर्दा मान्य सदस्यहरूले हलबाट सभामुखलाई कुन विषयमा रुलिङ गर्ने, कुन विषयमा रुलिङ नगर्ने, कसलाई रुलिङ गर्ने, कसलाई रुलिङ नगर्ने, यसरी रुलिङ गर्नुहोस् भनेर सभामुखलाई निर्देशन दिने त्यो प्र्याक्टिस छ जस्तो मलाई लाग्दैन। मान्य सदस्य, मान्य सदस्यहरूको कुरा सुनिसके पछाडि नेपालको संविधान, कानुन, ऐन, हाम्रो नियमावली सबैलाई हेर्दा सभामुखले उचित ठानेमा आफूले त्यसको निर्णय लिने सभामुखको जिम्मेवारी होला। हर्क साम्पाङले नियमावली 31 को उपनियम 1 लागू गर्न नसक्ने हो भने आफै सदनबाट निस्केर जाने भन्दै बैठक कक्षबाट बाहिर निस्किएका छन्। सभामुखले मलाई र प्रधानमन्त्रीलाई रुलिङ गर्न नसक्ने हो भने हार्दिक शुभकामना छ, म निस्के है त भन्दै
बैठक छाडेर बाहिरिएका छन्। मेरो नाम बुधनी दराई। एकदम खुँडा दुख्ने सबै दुख्थ्यो, पैतला यो सबै हात खुट्टा झमझम गर्थ्यो। वैदिक आयुर्वेद कहाँ लानुभयो, मलाई सन्चो भयो।